सो आजको हाम्रो ब्लग रहेको छ र्यान्डम वर्ड विल डिसाइड आवर ब्लग। लभ द जला किस किस युट्युब 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 चाहिँ हाम्रो लागि यस्तो हो कि गाइस तर चल्नै छोडिसक्यो। सो यस हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु अनदर एपिसोड अफ लभ द ब्लग्स ओल्ड वाइ विथ गुड स्टाइल वाच लभ द ब्लग विथ बिग स्माइल। त्यसरी नै ब्युटिफुल पिपल न्यू डे न्यू ब्लगमा तपाईँहरूलाई स्वागत छ। एकदमै सनी डेमा होइन मैले ब्लग स्टार्ट गरिसकेको छु र धेरै दिन बाद मैले यहाँबाट इन्ट्रोस आफ्नो घरबाट आई मिन यहाँबाट तपाईँहरूले ब्याकग्राउन्डबाट देखिरहनु भएको छ। म घरमा छु होइन। अन्त त्यसरी नै आजको ब्लग चाहिँ एकदमै ट्विस्ट लिएर आएको छु गाइस। यो ब्लग चाहिँ सायदै कहीँ कसैले गरेको होला भन्ने छ मलाई आशा। अन्तको जहाँसम्म मलाई थाहा छ मैले सर्च गर्दा पनि युट्युबमा प्रायः यो टाइटलमा ब्लग गरेको पाइनँ। सो आजको हाम्रो ब्लग रहेको छ र्यान्डम वर्ड विल डिसाइड आवर ब्लग अर द डे। हामी चाहिँ त्यो चाहिँ के गर्नेछौँ भन्दा ब्लग गर्दा गर्दै ऱ्यान्डमली कुनै वर्ड आयो भने होइन कुनै एउटा ऱ्यान्डमली वर्ड आयो भने त्यो वर्डमा हामी ल आम्फै कुनै पनि ऱ्यान्डमली वर्ड आयो भने हामी त्यो वर्डमा कि त एक्सप्रेसन दिन्छौँ कि त फिलिङ कि त आफ्नो मनमा कुनै भडासहरू छन् दिन्छौँ होइन। त्यसरी नै हाम्रो घरमा आइसक्नु भएको छ तपाईँहरू ब्लग्स डेभिड खुसमा देख्नुभयो होला हाम्रो पाहुना पाहुना होइन यो घरको दन आयो दन छोटा दन। खैरु दादा खोइ भाइ खोइ भाइ खैरु दादा भाइ खोइ भाइ खोइ भाइकोमा जानु छिटो बुम 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 छिटो खोइ बुम बुम। हाम्रो प्रलु चाहिँ उसको मम्मासँगै छ होला यहाँ हो। आमा छोरा चाहिँ यहाँ छ प्रलु ए खोइ इस्माइल अघि यहाँ खेल्नु पर्थ्यो नि एउटा क्या खेलिरहेको दुईजना। आजको भ्लग के हो याद छैन तिमीलाई के हो आजको ब्लग चाहिँ एकदम नयाँ छ गाइस। हामीले नयाँ नयाँ कन्टेन्ट लिएर आएको छ चाहिँ होइन। सपोज मैले तपाईँलाई के भन्छु भने नि जुनै पनि एउटा वर्ड दादा रिग्रेट मलाई रिग्रेट छ गाइस मलाई रिग्रेट छ। मलाई के कुरामा रिग्रेट छ भने चाहिँ मैले साँच्चीमै चारै नै मैले के चारै नै जान राख्छु छोरी रिग्रेट छ मलाई त्यसमा। किन भन्नु न अब अस्ति त्यत्रो ससुराली गएँ नाम्चीमा कला भरोसा सम्मेलन गएँ होइन अरू जग्गा गएँ साथीभाइ सबैजना खानेहरूले इन्जोय गरेको देख्दा मलाई कस्तो लाग्छ क्या म चाहिँ तातो पानी लभ खोइ वर्ड मैले लभ भनिसकेँ के हो आजको भ्लग चाहिँ यस्तै सिकाएको छु। मुखबाट जुनै पनि वर्ड निक्लिन्छ चाहे त्यो नेपाली होस् इङ्ग्लिस हिन्दी होस् त्यसलाई हामीले कि त फिलिङ्स भन्नुपर्छ कि त त्यसलाई हामीले डिस्क्राइब गर्नु पर्यो कि त त्यसलाई हामीले एक्सप्रेसन दिनु पर्यो। अन्त मैले मेरो बुढालाई वर्ड दिएको छु लभ। लभ चाहिँ तिमीले के भन्नु चल्नु? लभ हो मेरो बुढा र म तिमीलाई धेरै माया गर्छु मेरो बुढा। वाह मलाई त थाहै थिएन। हाम्रो छोला यहाँ छ फिलहाल उसले के बदमास गरौँ कसो गरौँ यहाँ दाजुभाइ मिलेर हाम्रो यहाँ बिहानदेखिको पित्र पड्काइसक्यो। अहिले पनि कता गयो पुग्छ काइरु दादा हेलो बडी वेलकम ब्याक। आजको हाम्रो ब्लग चाहिँ कस्तो छ भने नि वान ऱ्यान्डम वर्ड डिसाइड आवर डे अर ब्लग। के बुझ्यो? ऱ्यान्डमली एउटा जुनै पनि वर्ड भन्छ हामी हो त्यो वर्डमा तपाईँले एक्सप्रेसन दिँदा पनि भयो फिलिङ्स सेयर गर्दा पनि भयो अन्तको जे गर्दा पनि भयो त्यो वर्डमाथि तपाईँले हामीलाई बोल्दा बोल्दै दिँदा पनि भयो। के दिनु नि अब मलाई त दिनै आउँदैन। लाइफ चाहिँ मेरो जब स्टार्ट भयो त कहिले स्टार्ट भयो राम्ररी भन्नु र जब चाहिँ चला पायो। ओ माय गॉड मेरो लाइफ हुन्छ रमाइलो हुँदैछ। तपाईँहरूले भ्लग बुझ्नु भएन होइन एउटा ऱ्यान्डम वर्ड टक्कै आउँछ त्यो वर्ड आएपछि जसले जे गर्दा पनि भयो होइन।
हासिङ बाई बाई के को बाई बाई हाई भन्नु न यता 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 लु तामाङबाट एउटा वर्ड भन्नु त के वर्ड भन्नु त्यो वर्डलाई चाहिँ तपाईले बुझाउनु पर्यो मान्छेहरूलाई क्वेशन सोध्नु पर्यो न तँलाई तपाईँ आफै भन्नु पर्यो नि जे पाइ त्यही क्वेशन आन्सर झारदिला कोला झारदिला कोला भनेको के हो छेत्रीको छोरा छेत्रीको छोरा अरे आइतिरेको त्यही गाइस रमाइलो भइरहेछ अहिलेसम्म काइरु दादा खोइ भाइ खोइ काइरु भाइ खोइ काइरु प्रलभ खोइ यहाँ हाम्रो फुच्चेहरू हिँडिरहेछ हो टक्कै लु डान्स 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 खोइ डान्स डान्स के गीत चाहिँ के हो खोइ ए डान्स त्यहाँ डान्स ऱ्यान्डम वर्ड डिसाइड अवर डे भने जस्तै गाइसहरू जे पनि अब दिनभरिमा के हुन्छ हेर्दैछु मजा आउँदैन अहिलेसम्म चाहिँ हो मजा आइरहेछ यहाँ काइरो दादा यहाँ खेलिरहेछ प्रलभ यहाँ छ प्रलभ पनि उभिनु थाल्यो अब निकै उभिनु थाल्यो के पक्रियो काइरो डान्स डान्स आछि ओइ 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 खोइ हेर्नु त म आइज लु छिटो छिटो हेलो वेलकम ब्याक गाइस हामी चाहिँ अहिले भर्खर पुरानमा गएर प्रसाद सुसाद पालन गरेर अहिले हामी हाम्रो मोमो चाहिँ मलाई हल्का कतिवटा खाइदियो भनिदिइहाल्नु भने हल्का हल्का 50-60 त खायो हो मैले गने ऊबाट हाम्रो बडी मोमो दामी भएछ पतञ्जली मेरो भागमा त मैले बनाएको मात्रै परेछ ओ कर्मा आफ्नो फल आफै खाए तरिका आइहाल्यो तिनीहरू पतञ्जली अर्ग्यानिक पतञ्जली मोमो खाएर हामी यहाँनिर भेज हो नि त पूजा हो पतञ्जली भन्ने या सिङ 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 मेरो बुढी त टुक्क लु न एउटा मजाको सिङ छिटो जे वर्ड आउँछ त्यही वर्ड गर्नु पर्यो कि रियाक्ट कि एक्सप्रेस उसलाई याद छैन अब गर्छ नि त कि एक्सप्रेस कि रियाक्ट लु एउटा सिङ छिटो प्रमिलाज्यू तपाईँ हार्नुहुन्छ है गाउँ बस्तीमा कुन चाहिँ मजाको एउटा त्यो गाउँ हो मजाको गीतै थाहा छैन नि त गीतकै त अन्त मैले एउटा भने भएन यस्तो म चाहिँ के मेरो वर्ड चाहिँ मलाई कसरी हुन्छ होइन तपाईलाई म दिन्छु ल लब्जदाको वर्ड चाहिँ रहेको छ तपाईको जिएफ यु माइ जिएफ इज यु अर्को जिएफ भन्नु न अर्को जिएफ आई हेभ लट्स अफ एग्स मेरोमा धेरै They are uncountable. For others, the definition should be countable. No, for him, uncountable girlfriends does he have. जमानामा म त्यस्तै थिएँ होइन
हामीले भनिदिनु पर्छ दादा परिस्थिति त्यस्तै थियो जग्गा उस्तै थियो फिलहाल माई वाइफ अब बुनुको लागि ल तपाईँ रिसाउँछ होला कि के भन्छ यता यस्तो बिल्डिङ भयो होइन त्यहाँदेखि यस्तो टर्निङ थियो अन्त यस्तो भएर उकालो सर्टकट थियो नि त पहिला माथि साङमा कि एक टर्निङ थियो केटीसँग गयो अर्को टर्निङ अर्कै भोलिपल्टदेखि त गर्लफ्रेन्ड पो अरे यसरी छगै परे एक टर्निङमा नाम भन्दिनँ म मेरो लागि क्या तपाईँको त्यो यो वर्डलाई के गर्ने युज म मात्रै छु तपाईँले यो दामी युज गरेको छ हेर न यस्तो मैला पारेर बहिनीलाई दिनु न एउटा मजाको खतरा छिटो न बहिनीलाई एउटा बहिनीलाई यहाँ छ डगसँग बहिनी चाहिँ यहाँनिर छ तँले बुझिस् हामीले के खेलेको सिचुएसन Dog is eating, kissing you. Dog is, my Rocco is doing salsa with you. He's playing with me, but I don't want to play. तो तिमीलाई के वर्ड आएको थियो भनेको अघि मलाई लु भन्नु फेरि भन्नु ल अर्को हामीले पनि दिएन वर्ड कुनै पनि अन्त लभ द जला किस किस बुनला टट्टी टट्टी चिरोको कगी थियो तिमी के तपाईलाई मेमोरिज मेरो मेमोरिज भन्नु पर्दाखेरि तिमीलाई भेटेको दिनै मेरो लागि अहिलेसम्मको मेट्रोमा कसम कसम साच्ची मेट्रोमा भेटेको कसम गर्दै आएको गर्दै आएको फनी सङ त्यो थोरै वर्ड हो ए वर्डै हो जे भए पनि है तुझीले ला तु हली बिस्टिक अहिले ला चारा डिस्ट्रिक्ट जिया टप लागेलु कोमरिया 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 गोले लगालु लॉलीपॉप लागेलो डान्स डान्स हामी जत्रो भइसक्यो यो त ए तिमीहरुलाई जित चाहिँ भयो सिट रोको सिट सिट म सक्दिन फेभरेट 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 के फेभरेट पर्सन कि जे पनि फेभरेट यसलाई एक्सप्रेस गर्नु पर्यो तिमीले फेभरेट मेरो फेभरेट मेरो फेभरेट खाना हो गाइस म चाहिँ नि जाई गयो भने खाना नखाए चाहिँ हुँदैन गाइस मलाई चाहिँ हैन खानामा चाहिँ मेरो खाना हो मान्छेमा चाहिँ मेरो प्रलाप हो अन्त यी मेरो त पत्ता काटेको मेरो मेरो आपा हो मेरो पत्ता पुरै काटेको मेरो आपा हो सबले फेभरेट युट्युब 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 चाहिँ हाम्रो लागि यस्तो हो कि गाइस तर चल्नै छोडिसक्यो प्लिज हाम्रो युट्युबलाई बनाइदिनुस् जहाँ चाहिँ हामीलाई पनि गर्नु मन परोस् हैन तपाईहरुले यसरी हामी के भन्छ यसरी तपाईहरुलाई दामी दामी कन्टेन्ट लिएर आउँछौं हैन तपाईहरुले पनि अब फेसबुकमा गर्नु हुनेहरुले यही कन्टेन्टहरु गर्दा हुन्छ नि त हैन सो प्लिज हामीलाई चाहिँ माया दिनुस् होला प्लिज प्लिज क्यालिफोर्निया त्यो त सारै गयो तपाईं यतै सिक्किम जानु नपाए पनि इच्छा त गर्नु पाएन नि त बुढी सिक्किम गयो सिक्किम गएन मैले भनिसके त अन्त ल तपाईको ड्रिंक्स ड्रिंक्स रेड बुल हैन यो गाइस भगर मात्रै भएको यो चाहिँ नभा चाहिँ के थियो नभा चाहिँ ड्रिंक्स भनेपछि अब सफ्ट ड्रिंक्स हार्ड ड्रिंक्स हुन्छ हैन हार्ड ड्रिंक्समा आलो विस्की स्कोच
That's all. In soft drinks, this I like Red Bull. Only Red Bull. Best memory for you. Best memories for me. Yeah. नानी जन्मेको चाहिँ नभन ल तिमीलाई थाहा छैन त्यो चाहिँ ल तिमी चाहिँ तिमीलाई चाहिँ त्यो एनेस्थेसिया लगाएको थियो ल सबै थाहा छ लु के अन्त बेस्ट चाहिँ के हो भने नि मेरो कलेज लाइफ बेस्ट हो गाइस ओ पुरा मिस गर्छु कलेज लाइफ चाहिँ कसलाई मिस गर्छस् ओइ कलेजलाई भन छिटो भन तपाईको गन्ती छ भने मेरो अलिकति भन्दा छ हैन त्यो चाहिँ मलाई मात्रै याद छ अच्छा अनि मेरो साथीहरुलाई थाहा छ ल पढ्की मेरो चाहिँ के तपाईको प्रिसियस टाइम तपाईलाई चाहिँ कहिले चाहिँ टाइम भनौं न अब यही हो मेरो प्रिसियस टाइम अहिले नै यो फिलहाल हो यही हो चलिरहेको छ सेकेन्डमा बढिरहेको छ दिनदिनै हामी बुढो हुँदै जाँदैछ यही हो टाइम प्रब्लम जन्मिँदाखेरि कहिले यही हो टाइम प्रिसियस टाइम भन एभ्री सेकेन्ड इज अ प्रिसियस टाइम लु सो त्यही गाइस तपाईहरुलाई नेक्स्ट ब्लग यस्तै चाहिएको छ भने कमेन्ट गरिदिनुहोस् होला र वर्डहरु के भन्नुपर्ने हामीले त्यो ब्लगमा कमेन्ट गरिदिनुहोस् होला हैन आजको ब्लग चाहिँ हामी यहाँ आएर इन्जोय गरेर एन्ड गर्नेछौँ आई होप तपाईहरुले पनि इन्जोय गर्नुभयो होला हाम्रो ब्लग त्यसरी नै तपाईहरुलाई सब्स्क्राइब तपाईहरुको लागि चाहिँ यो थियो ल सब्स्क्राइब हिट द बेल आइकन प्लिज लाइक भन्नु ल रेडी भन्नु ल फादर लु के भन्छ फादर बाउ यतिको चाहिँ चाहिने गाइस एन्ड ही इज माई बाउ बाबा अस्ति नेपालको राइड कस्तो भयो बाई ए ओके लु प्रलु बाई गरिदिनु सबैजनालाई त्यहाँदेखि वी आर गोइङ टु एन्ड द ब्लग 3 2 1 Do like, share, subscribe to our channel. Love the vlogs. So see you on next episode.